धरानको उपप्रमुख आइन्द्र विक्रम बेगाज्यूको फेसबुक लाइभ त्यो उहाँले गर्नुभएको भिडियोहरू हेरेँ। उहाँको बोली साँच्चै साह्रै मिठो, बोल्ने शैली साँच्चै राम्रो, साँच्चै मिठो। सायद नेताले बोल्नुपर्ने त्यस्तै होला जहाँसम्म। तर उहाँले बोल्नुभएको कुराभित्र, उहाँको अभिव्यक्तिभित्र म चाहिँ केही अंशमा, अधिकांश केही भन्दा पनि अधिकांश अंशमा चाहिँ सहमति जनाउन सकिनँ। उहाँले कुरोहरू राख्नु भएको छ, यो नगरको सम्पत्ति हो, जो जति डोजर छ, टिप्पर छ, ट्याङ्कर छ, जो जति हो यो सबै नगरको हो, नगरकै सम्पत्ति हो, यसमा दुई मत छैन। र उहाँ भन्नुहुन्छ एकलौटी हर्क साम्पाङ जो नगर प्रमुख, उहाँले चलाइरहनु भएको छ भन्नुभयो। चलाउनु त भयो, तर उहाँको व्यक्तिगत आफ्नो कामको लागि चाहिँ चलाउनु भएको छैन। यो त म पनि भन्न सक्छु, जो कोहीले भन्न सक्छ। र यो पनि हो कि जहाँ आवश्यक हो त्यो आवश्यकता अनुसारै चलिरहेको छ। त्यो चलाउनु पर्ने नि हो, जुन ठाउँमा त्यो चलेको छ भन्छु। अनि कुरो रह्यो चाबी, यो चाबी काण्ड हो। तपाईसँग चाबी छैन भन्दैन हुन्थ्यो, फेरि रहेछ त चाबी। तपाईले यो चाबी छैन मसँग भन्नुभन्दा चाबी यस्तो अवस्थामा छ, यस्तो भएको, यो कुरोमा विमति छ, यो हुनु हुँदैन भनेर चाहिँ सिधा कुरा गर्नुपर्छ के तपाईले। तपाईँ जतिको व्यक्तित्वले, तपाईको जतिको त्यो एउटा मर्यादा, त्यो एउटा पदमा रहेको व्यक्तिले छैन भनिदिने, अनि एउटा छ भनिदिने, अनि थियो भनिदिने, त्यो होइन। तपाईको त्यो मुखे एउटा चाबीको काण्डमा चाहिँ, चाबीको विषयमा चाहिँ तपाईको यो एउटा कमजोर पोइन्ट मैले भेटेको। अनि तपाईँ भन्नुहुन्छ फेरि यो अराजक समूहहरू ल्याएर आउनुभयो, अराजक गरे भन्नुहुन्छ। नगरपालिकामा आउनु अराजक पक्कै कदापि हुँदैन। जो कोही पनि आउन पाउँछ र पाउनुपर्छ। तर जो तपाईको पार्टीको व्यक्तिहरू जो आउनु भएको थियो नि दलको, उहाँहरूले गर्नुभएको शैली चाहिँ कस्तो हो तपाईँ आफै भनिदिनुहोस्। मेरो प्रश्न उपप्रमुख आइन्द्र विक्रम बेगाज्यूलाई, जो आउनु भएको थियो उहाँको हरकत त्यो चाहिँ कुन खालको हो? जो नागरिकहरू आयो ऊ अराजक हो भनेदेखि, जो हर्क साम्पाङले लिएर आयो भन्नुहुन्छ, जो नागरिकहरू भन्नुहुन्छ स्वतःस्फूर्त त्यहाँ केही समस्या देखिँदैछ भन्ने थाहा पाएर आएको भन्ने कुरोहरू छ, त्यो चाहिँ अब म यसै भन्न सक्दिनँ। अनि अराजक हरकत गर्ने, अराजकता बढी भयो भन्नुहुन्छ। त्यो अराजक चाहिँ कहाँ छ, कसले गरेको हो, त्यो तपाईँले पनि भनिदिनुहोस्। तपाईँले राम्ररी हेर्नु भएको छैन नि, हेर्नुहोस् एकचोटि भिडियोहरू, अनि भन्नुहोस् अराजक कुन हो र के हो भन्ने कुरो। त्यो तपाईँको साथीहरूले डन्डा लट्ठी लिएर उठाउनुको अर्थ के हो? त्यो कुन खालको सभ्यता हो या अराजकता हो? तपाईँ आफै भन्नुहोस्। त्यो भिडियो हेर्नुहोस् अनि भन्नुहोस्। अनि अर्को कुरो भन्नुहुन्छ यो भ्रममा नपर्नु, मेयरले गाडी बेचेर किनेको कुनै पनि चिजहरू होइन, यो जो छ टिप्पर, जो इत्यादि सामानहरू छ। र मेयरले भनेकै पनि हो, म यो सुनेको छु, देखेको छु, गाडी बेचेर बरु यस्ता सामग्रीहरू किन्ने। तर यो पनि भनेको छ कि यसरी यो दिएको नेपाल सरकारको मातहतबाट लिइसकेको नगरपालिकाको हातमा दिएको चिजहरू बेच्न नमिल्ने रहेछ, यो प्रक्रियाले नदिँदै रहेछ, यो बेचिएन पनि भनेको छ नि। प्लस उहाँले गाडी चढिरहनु भएको छ कुनै बेला, अधिकांश त उहाँको आफ्नै प्राइभेट बाइक नै चढ्नुहुन्छ, त्यही सवारीमा प्रयोग गर्नुहुन्छ, देखिएकै छ। र त्यो गाडी पनि चढिरहेकै छ कुनै बेला, देखिएकै छ। यसमा ढाँटिने कुरै छैन नि।
अनि भन्नुहुन्छ सामाजिक सञ्जालमा अलिकका गाली गलोच यो अराजकता यस्ता कुराहरू लेखिन्छ भनेर तपाईँहरू एउटा त्यो तपाईँहरूको बैठकमा पनि कार्यपालिका बैठकै अवरुद्ध गर्नसम्म पनि पछि पर्नु भएन तपाईँहरू। यी यस्ता अराजक यी यस्ता बोलीहरू बोलिन्छ सामाजिक सञ्जालमा भनेर तपाईँहरू बैठक पनि अवरुद्ध गर्न तयार हुनुभएकै हो। तर हिजो जो देखियो त्यहाँ यति अश्लील शब्दहरू, त्यो पनि यस्तो ठाउँमा, त्यो सार्वजनिक स्थल, त्यो पनि नगरपालिका, त्यो पनि तपाईँहरूकै अगाडि त्यस्तो हरकत बोल्ने त्यो व्यक्तिहरू चाहिँ को हो र त्यो कुन हदको बोली हो? त्यो त्यति अश्लील त्यो कसले सुन्न सक्छ? अनि त्यसको त्यो बोलीहरू बन्द चाहिँ कसले गर्ने? तपाईँहरू एउटा सामाजिक सञ्जालमा कसैले अभद्र अपशब्दहरू लेख्यो बोल्यो भन्दैमा चाहिँ कार्यपालिका बैठक बन्द गर्ने अस्वीकार गर्ने त्यो हदसम्म तपाईँहरू जानुभएको हेक्कार होस् उपप्रमुखज्यू। अनि त्यो हिजोको बोलीहरू सुन्नुहोस्, त्यो तपाईँ कहाँ बसेर सुन्नुहुन्छ, कसरी सुन्नुहुन्छ र कसरी सुन्नु सक्नुहुन्छ र के मूल्याङ्कन गर्नुहुन्छ त्यो तपाईँले गर्नुहोला। अराजक 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 भन्नुहुन्छ। अनि तपाईँ ऐन कानुन विधि विधानको धेरै विज्ञ मान्छे, यो धेरै पढाउनुहुन्छ धेरै सुनाउनुहुन्छ। तपाईँ नगरपालिका छिर्दाखेरि अफिस कार्यालय छिर्दाखेरि त्यो नगरपालिकाको गेटबाट कसरी छिर्नुहुन्छ, के हेरेर छिर्नुहुन्छ? त्यो गेट के बनाइएको, त्यो कानुन के छ, त्यो कानुनले के दिन्छ दिँदैन, के भइरहेछ, किन गरियो, त्यो कसले गर्यो, त्यसो गर्नु हुन्छ? त्यो कानुनले दिन्छ? कुन विधिमा छ, कुन विधानमा छ, कुन कानुनमा छ? त्यो कसरी छिर्नुहुन्छ? तपाईँको शिर झुक्छ कि झुक्दैन? त्यो के अवस्थामा हो? त्यो नगरपालिकाको गेटको कुरा, गेटको त्यो प्रवेश गेट त त्यही हो तपाईँहरूको। अनि हेर्दाखेरि सबै कुरोलाई निहालेर हेर्नुहोस्। तपाईँले पनि तपाईँको बोली चाहिँ साह्रै मिठो साँच्चै हो। तपाईँकै बोलीले चुनावमा चाहिँ मान्छे लट्याउनु भएकै हो। त्यहाँको धरानी जनताहरू लट्टिके तपाईँको बोलीमा त जादु छ, जादु। साह्रै मिठो बोली, साह्रै मिठो तपाईँको।